नमस्कार सम्पूर्णलाई। नागरिकता सम्बन्धी छोटो सामग्री हजुरहरूलाई। नेपालमा नागरिकता सम्बन्धी कानुनी व्यवस्था मुख्य रूपमा संविधान 2072 तथा नेपाल नागरिकता ऐन 2063 मा उल्लेख गरिएको छ। नागरिकता व्यक्तिको राज्यसँगको कानुनी सम्बन्ध र पहिचान हो। यसले शिक्षा, रोजगारी, मतदान, राहदानी, सम्पत्ति अधिकार लगायतका सुविधा प्रदान गर्दछ। नेपाली नागरिकता सम्बन्धी कानुनी व्यवस्था वंशजको आधारमा नागरिकता। यदि व्यक्तिका बुवा वा आमा नेपाली नागरिक छन् भने सन्तानले वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गर्न सक्छ। संविधानले आमाको आधारमा पनि नागरिकता सम्बन्धी व्यवस्था स्वीकार गरेको छ। जन्मको आधारमा नागरिकता। संविधान जारी हुनुभन्दा पहिले कानुन अनुसार जन्मका आधारमा नागरिकता पाएका व्यक्तिका सन्तानले निश्चित कानुनी प्रक्रिया पूरा गरेपछि वंशजको आधारमा नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था छ। अङ्गीकृत नागरिकता। विदेशी नागरिकले नेपाल सरकारद्वारा तोकिएको प्रक्रिया पूरा गरेपछि अङ्गीकृत नागरिकता प्राप्त गर्न सक्छन्। यस अन्तर्गत नेपाली नागरिकसँग विवाह गरेको विदेशी महिलाले कानुन अनुसार अङ्गीकृत नागरिकता लिन सक्ने व्यवस्था छ। अन्य विदेशी नागरिकले पनि निश्चित शर्त पूरा गरेपछि नागरिकता प्राप्त गर्न सक्छन्। गैर आवासीय नेपाली एनआरएन नागरिकता। विदेशमा बसोबास गर्ने नेपाली मूलका व्यक्तिलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार प्रयोग गर्न गैर आवासीय नेपाली नागरिकता दिने व्यवस्था छ। नागरिकता प्राप्त गर्न आवश्यक कागजात सामान्यतया जन्म दर्ता प्रमाणपत्र, बुवा वा आमाको नागरिकता, बसाइसराई प्रमाणपत्र आवश्यक भएमा वडा सिफारिस, निवेदन फारम तथा कागजात आवश्यक हुन सक्छन्। नागरिकता खारेज सम्बन्धी व्यवस्था। झुटा विवरण, नक्कली कागजात वा गैर कानुनी तरिकाबाट प्राप्त गरिएको नागरिकता कानुन अनुसार खारेज गर्न सकिने व्यवस्था छ। नागरिकताको महत्त्व। नागरिकताले व्यक्तिलाई मतदान गर्ने अधिकार, राहदानी बनाउने अधिकार, सरकारी सेवा प्राप्त गर्ने अधिकार, सम्पत्ति किनबेच गर्ने अधिकार, शिक्षा तथा रोजगारका अवसरहरू प्रदान गर्दछन्। नेपालमा नागरिकता सम्बन्धी कानुनी व्यवस्था व्यक्तिको पहिचान, अधिकार र राज्यसँगको सम्बन्धलाई सुरक्षित गर्न बनाएको संविधान र नागरिकता ऐनले नागरिकता प्राप्त गर्ने, प्रयोग गर्ने र आवश्यक अवस्थामा खारेज गर्ने प्रक्रिया स्पष्ट रूपमा व्याख्या गरिएको छ।